Hi everyone, welcome to my YouTube channel. कस्तो हुनुहुन्छ सबैजना? I hope सबैजना राम्रो हुन्छ होला है। Hope everyone good. आज धेरै दिन बाद फेरि मेरो युट्युबको च्यानलमा है तपाईँहरू कस्तो हुनुहुन्छ? गाइज यति महिनादेखि मैले युट्युब च्यानल चलाएकै थिएन हो। एकदमै बिजी सिड्युल अनि मलाई नि मतलब कि इन्ट्रेस्टै हराइसकेको थिएँ कि अब पहिला म ओमानमा थिएँ अनि मतलब कि यति साह्रो मलाई मतलब कि त्यहाँनिर चाहिँ अब है बहुत राम्रो इन्भाइरोमेन्ट थियो, राम्रो थियो अनि आफूलाई टाइम पनि दिनु सक्थेँ होइन। इभन रातिको 11 बजी भए पनि म भिडियोहरू बनाउँथेँ। तर एक्चुअलीमा अहिले यहाँ चाहिँ अब हङकङमा आएर चाहिँ यहाँको टाइमिङ एकदमै चेन्ज भयो के। यहाँको टाइम टेबल रुटिनको हिसाबले एकदमै मेरोमा टाइम पनि हुँदैन हो। अब अन्त चाहिँ अब फेरि स्टार्ट गर्ने कोसिस गर्दैछु युट्युबमा है भिडियोहरू हाल्दैछु। आई होप सबैजनाले मलाई सपोर्ट गरिदिनुहुन्छ होला, मलाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु है। मन परेन भने पनि, पर्यो भने पनि कमेन्टहरू जरुर गर्नुहोस्। अ, अन्त यसरी चाहिँ एउटा मोटिभेसन पाउँछ है मान्छेलाई। एकदम टाढो भएपछि गाइज एकदमै लोन्ली फिल हुँदो रहेछ। आफ्नो फ्यामिलीदेखि टाढो बस्नु धेरै गाह्रो हुन्छ। आफ्नो फ्यामिलीहरूलाई धेरै याद आउँछ है टाढो बसेपछि। अन्त अब एक्चुअलीमा हो भने त हङकङ त धेरै राम्रो सिटी हो है, धेरै राम्रो जग्गा हो। तर यहाँको बिजी सिड्युल, मान्छेको भागदौड मतलब यति यति चाहिँ बिजी हुन्छ कि मान्छे यहाँनिर कि आफ्नो लागि पनि टाइम बनाउनु टाइम निकाल्नु सक्दैन। हुनु त मेरो हप्तामा 1 दिन छुट्टी पनि हुन्छ है। तर त्यो छुट्टीमा चाहिँ नि यस्तो टायर्ड हुन्छ कि मतलब कि 1 हप्ताको जो हाम्रो काम हुन्छ नि त्यसको यति टायर्ड हुन्छ कि हामी आधा छुट्टी त हामीले सुतेर नै बिताइदिन्छु हो। अब सुतेपछि सुतेको अब बेलुका 3-4 बजी उठेपछि फ्रेस भएर यसो एकछिन मार्केट घुम्नु गयो। त्यहाँबाट टाइम अब त्यत्तिकै तुर्छ है, यहाँको टाइम टेबल मिल्दैन। अन्त अब हामी चाहिँ अब यस्तो हुन्छ नि त, हामी घरमा बसेर भिडियोहरू बनाउँछु, एउटा हाम्रोमा टाइमको रुटिन मिल्छ, हामी आफ्नो मर्जीले गर्छौँ नि त। अब यता चाहिँ भनेको हामीले आफ्नो मर्जीले गर्ने भनेको केही पनि छैन के, हामीलाई चाहिँ एउटा रुटिनको हिसाबले हिँड्नुपर्छ। अन्त त्यही रुटिनको हिसाबले अब हिँड्दा चाहिँ के हुन्छ, हामीले आफ्नो लागि टाइमै बिर्सिन्छौँ। अहिले अब तपाईँ मलाई हेर्नु सक्नुहुँदैछ होला। अहिले यस्तो यस्तो कन्डिसन भइरहेछ कि न एउटा मेकअप छ है, न एउटा क्रिम लगाएको छु। यतिकै भिडियो बनाइरहेको छु है। यसरी सोइलिङ भइरहेछ, फेसहरू पुरा सुन्निरहेको छ। किनभने अब यहाँको वेदर पनि मलाई सुट नगरेको खासमा हो। अन्त यहाँ कपालहरू झरेर यस्तो हालत भइरहेछ, पुरै कपाल झर्छ गाइस यहाँनिर। अनि तपाईँहरूलाई हङकङको विषयमा केही सोध्नु छ भने, केही जानकारी लिनु छ भने मसँग कमेन्ट गर्नुहोस् है। यहाँनिर अब डोमेस्टिक हेल्परको लागि तपाईँहरूले अप्लाई गर्नुहुन्छ भने एकदम राम्रो चिनाजाना सोधी खोजी गरेर राम्रो एजेन्टलाई पक्रेर आउनुहोस् है। यहाँ त हुनु त राम्रो छ सबै कुरो है, विकली छुट्टी पनि दिन्छ। हप्तामा 4 दिन छुट्टी हुन्छ, 24 दिन तपाईँको काम हुन्छ होइन। सबै कुरो राम्रो छ यहाँनिर। तर त्यही हो, आफ्नो लागि टाइम निकाल्नु चाहिँ एकदम पोसिबलै छैन। त्यो हप्तामा 1 दिन टाइम पाउँछ, त्यो पनि हामी सुतेर बिताइदिन्छु कि एकदम मतलब कि निन्द्रा नै प्यारो हुन्छ हामीलाई। अन्त त्यही कारणले गाइस अगर तपाईँहरूलाई केही चिजको मतलब कि तपाईँलाई इन्फर्मेसन लिनु छ हङकङको बारेमा, हुनु त म पनि भर्खरै आएको, स्टार्टिङै हो, 1 मन्थै हुँदैछ। अझै त डल्लै छ, 2027 आउनु डल्लै छ है। कहिले-कहिले त्यस्तो लाग्छ कहिले चाहिँ यो 2 वर्ष बितोस् जस्तो लाग्छ हो। अनि कहिले चाहिँ यो टाइम पिरियड छिट्टो तुरोस्, घर जाऊँ, आफ्नो फ्यामिलीसँग भेटौँ जस्तो लाग्छ है। मतलब कि लाइफ नै यस्तो भइसकेको छ कि गाइस, स्ट्रगलै स्ट्रगल छ के। हामी जो सोचेर आउँछौँ नि बाहिर गएर हामी इन्जोय गर्छौँ लाइफलाई, त्यस्तो केही पनि हुँदैन यार, त्यस्तो केही पनि हुँदैन। हाम्रो त्यो इन्जोयमेन्ट हाम्रो हामीले सोचेको जस्तो केही पनि हुँदैन, सबै डिफ्रेन्ट हुन्छ है। अब मैले के सोचेर आएको थिएँ, के हुन्छ है, त्यस्तो खालके चाहिँ हुन्छ कि यहाँनिर। हुन त अब आफूमाथि पनि छ कि आफ्नो लागि टाइम निकालेर पनि अलिकति आफूलाई इन्जोयमेन्ट गरौँ, आफ्नो लाइफलाई है अलिकति मेमोरी
अब हुन्छ नि। तर हामी चाहिँ यस्तो भइसक्यो क्या अब यो के भन्छ नि यसलाई कि हामी सोचिबस्छौँ कि हामी यस्तो गर्छौँ उस्तो त्यही केही गर्नु नै सक्दैन क्या। एकदम मर्निङ 5 बजी उठेपछि रातिको 10-11 बजीसम्म हाम्रो दिमागमा कामको सिवा केही कुरो नै आउँदैन है। जुन चाहिँ टाइम पिरियडमा अलिकति रेस्टिङ टाइम हुन्छ त्यसमा हामी फ्यामिलीसँग बोल्छौँ, त्यो पनि कहिलेकाहीँ त बात पनि गर्नु पाउँदैन है। इभन अब हामीले त आफ्नो फ्यामिलीलाई छोडेर हामी टाढो बस्छौँ, हामीलाई कति याद आउँछ नि होइन? म जस्तो कतिजना छ होइन आफ्नो फ्यामिलीलाई छोडेर बस्ने। बस म त यति नै भन्छु गाइस, आफ्नो फ्यामिलीलाई छोडेर टाढो बस्नेहरूले चाहिँ नि यति दुःख भोग्नुपर्छ नि, यति दुःख भोग्नुपर्छ नि। हामी पैसा कमाउनुको लागि मात्रै हामी यति टाढो आउँछौँ नि, तर हामीले अलिकति पुँजी लगाएर आफ्नै देशमा काम गऱ्यो भने त्यो बेटर छ। किनभने हामीलाई बिमारीमा बिमारी भन्नु पाउँदैन है। आफू एलोन हुन्छ, लोन्ली फिल हुन्छ क्या हामीलाई। हामीलाई आफ्नो दुःख सेयर गर्ने पनि यहाँ कोही हुँदैन। हाम्रो बिमारी हुँदा हामीलाई ज्वरो आउँदा पनि हामीलाई सोध्ने कोही हुँदैन है। हामीलाई आफ्नो केयर आफै गर्नुपर्छ। र गाइज अब यसरी नै सानोतिनो भिडियोहरू लिएर आउने छु। यो चाहिँ अलिक लङ मैले बनाएँ है। हङकङको बारेमा तपाईँहरूलाई केही जान्नु छ भने होप तपाईँहरू मलाई सोध्नुहोस् होइन। म त अब यति धेरै कुरा त जान्दिनँ, यहाँ म पनि नयाँ हो। तर तपाईँहरू डोमेस्टिक हेल्परको लागि आउनुहुन्छ भने चाहिँ अफकोर्स सबै कुरो बुझेर जानेर आउनुहोस् है। यहाँको स्टार्टिङ स्यालेरी कति दिन्छ, यहाँ कस्तो हुन्छ काम, यहाँको कामको टाइमिङ कस्तो हुन्छ, इन्डियासँग डिफ्रेन्ट हुन्छ। यहाँको टाइमिङको 4 घन्टा जस्तो डिफ्रेन्ट छ है। अनि आफ्नो घरमा बात गर्नु पनि त्यति टाइम मिल्दैन होइन। अनि सबै कुरो बुझेर जानेर मात्रै तपाईँहरू हङकङको लागि अप्लाई गर्नुहोस्। हुनु त अब अरबिक कन्ट्रीहरूभन्दा धेरै राम्रो छ यहाँको होइन। अब काम पनि छुट्टी पनि। तर मलाई चाहिँ भनौँ भने साँच्ची नै अब मेरो मनले भन्यो भनौँ भने चाहिँ म चाहिँ ओमान चाहिँ मैले एकदम मेरो मतलब कि यति रिमेम्बर के मेरो लाइफमा कि म ओमान चाहिँ म जिन्दगीमा कहिले पनि बिर्सिनु सक्दिनँ कि मैले जुन जग्गामा मैले काम गरेँ, मेरो फ्यामिली यति चाहिँ राम्रो थियो, यति चाहिँ राम्रो थियो कि उनीहरूलाई त म लाइफ टाइम मतलब कि लाइफ टाइम बिर्सिनु सक्दिनँ कि। अब भन्छ नि अरबिकहरू राम्रो हुँदैन, मुस्लिम कन्ट्री हो, यस्तो दुःख पाउँछ। 100 मा 50% 60%ले चाहिँ दुःख पाउँछ कि, तर सबैले पाउँदैन, सबैको हार्ट आउटै हुँदैन नि त है। अब मैले चाहिँ काम गरेको ठाउँमा यति राम्रो थियो मेरो लागि, मेरो फ्यामिली जस्तो थियो के। अनि अब हुनु त मैले त्यहाँ छोड्नुको पनि केही कारण थियो। मलाई उनीहरूले नराम्रो गरेर मैले छोडेको त थिइनँ होइन। त्यही कारणले पनि अब हामीलाई केही कुरो पाउनुको लागि राम्रो कुरो सेक्रिफाइस पनि गर्नु नै पर्छ होइन। हामीलाई आफ्नो आफ्नो लाइफलाई सेटल गर्नु, आफ्नो लाइफलाई अगाडि राम्रो बनाउनु, आफ्नो फ्युचरको लागि हामीलाई सेक्रिफाइस पनि गर्नुपर्छ है गाइस। त्यही हो, अब आफूले पनि बुझ्नै पर्यो यस्तो कुराहरू। र तपाईँहरूलाई पनि म यही कुरा भन्छु, आफ्नो फ्यामिलीदेखि टाढो हुनुको लागि चाहिँ आँट चाहिँ गर्नुपर्छ है, मन चाहिँ आँटिलो गर्नुपर्छ। त्यस्तैहरूले चाहिँ सक्दैन नि। आफ्नो मतलब कि मेहनत मात्रै भएर हुँदैन नि। हामीलाई अब यस्तो हुन्छ कि कहिलेकाहीँ राति अब रुममा आएर सुत्छु, यस्तो लाग्छ कि कतै मेरो फ्यामिली मेरो छेउमा हुन्थ्यो नि, एकछिन पनि हाँसेर आफ्नो परिवारसँग बोल्थेँ नि, मलाई यति शान्ति लाग्थ्यो, यस्तो फिल हुन्छ क्या हामीलाई चाहिँ टाढो भएर है। त्यही कारणले आफ्नो फ्यामिलीहरूसँग बस्नेले नि आफ्नो फ्यामिलीको कदर गर्नु सिक्नुहोस् साथी। किनभने यो संसारमा सबै कुरो चाहिँ नि सबै कुरो यस्तो हो कि दुनियाँ नै एउटा सेल्फिस भइसक्यो के आफ्नो फ्यामिली छोडेर। हुनु त अब कतिजना साथीभाइ राम्रो छ, कतिजनाको फ्यामिली राम्रो हुन्छ है। अब हामी जहाँ काम गर्छौँ कतिजनाको राम्रो पनि हुन्छ। तर आफूहरूले पनि अब कतिवटा कुरा चाहिँ सोच्नुपर्छ, विचार गर्नुपर्छ होइन। अब आज अब अहिले चाहिँ अब भनौँ भन्दामा हङकङमा चाहिँ डोमेस्टिक हेल्परमा निकै नै राम्रै छ है। अब सबैको औडै हुँदैन, कतिको हार्ड वर्क हुन्छ यहाँ। हुनु भने त यति बिजी लाइफ हुन्छ कि बिहान मान्छे 5 बजी ड्युटी गयो भने बेलुका 8 9 बजी 10 बजी घर आइन्छ होइन। अब आएर जस्तो खानु पाउँछ त्यस्तो खायो, सुत्यो, फेरि उठ्यो। त्यो विकली ड्युटी नै त्यसरी नै चल्दै जान्छ। सबैको त्यही हो गाइस। त्यही कारणले आफ्नो पनि सेहतको ख्याल राख्नुहोस्,
सबैजनालाई है यो मेरो फर्स्ट भिडियो मेरो युट्युबमा। अब हुनु त मैले पहिल्यैदेखि नै युट्युब चलाइरहेको थियो, तर बिचमा के कारणवश मैले युट्युब चलाउनु छोडेको थिएँ होइन। आई होप तपाईँहरूले मलाई अगाडि सपोर्ट गर्नुहुन्छ होला है। आजको लागि यति नै गाइज, बाई बाई, टेक केयर एभ्रिवान। अनि तपाईँहरूलाई हङकङको लागि के कुराहरू सोध्नु छ भने मलाई खबर गर्नुहोस्, म तपाईँहरूलाई पक्का मेसेजको रिप्लाई गर्नेछु। बाई बाई।